सिंह राई स्प्रे ट्याङ्क प्रताप सिंह खै तीर्थराज दुईटा राख्नु भएको छ पहिला चाहिँ त्यो उ निकाल्यौ नि त्यो निकाल्यौ ढुङ्गा निकाल्यौ 5 दिन सुकाउने त्यो दाना निकाल्ने दाना निकालिसकेपछि 3-4 दिन फेरि सुकाउनु पर्यो दाना 3-4 दिन सुकाएपछि बल्ल भण्डारा लास्टमा अनि त्यसपछि अब पेल्ने चाहिँ कसरी भन्दाखेरि पेल्ने प्रोसेस फेरि तपाईको त्यो निकालेको सुकाउनु भयो नि ल्याइकन अरे फाल्टो काट्ला होला के माइम बोले पास हैन जिना पास हैन उना छैको नि त बोल मामै ल्याउनु भने ओना हुजीको सामान अनि त्यसको यो यिन आउने मामा ओदैन यो चाहिँ यिन बन्द हुने हो तर ओको पनि होला ओको पनि होला है ओ टायर गर्नु पर्छ होला त्यो झ्याको ट्याङ्की पनि ओना घुम्पाले हुवा झारलाई सम्पूर्ण सबैलाई हुवा नमस्ते नमस्कार मेरो युट्युब च्यानलमा हजुरलाई स्वागत छ। आज हामी वाइएमएम कृषक समूहको नयाँ खेती प्रविधि कृषि सामग्री आएको छ। मिटिङ बस्दैछौँ, त्यसमा हाम्रो ट्रेनिङ हुनेछ। सम्पूर्ण अहिलेसम्म मेरो युट्युब च्यानलमा जोडिनु भएर लाइक सब्सक्राइब गर्नु भएकोमा सबैलाई धन्यवाद। यदि नयाँ कोही जोडिनु भएको छ भने लाइक सब्सक्राइब गर्नु हुन पनि अनुरोध गर्दछु। अब सम्पूर्ण भिडियो मिटिङ स्थलबाटै आउनेछ। अवश्य पनि लास्टसम्म हेरेर साथ दिनुहोला। धन्यवाद सबैलाई अनुरोध छ। हाम्रो कृषि सामग्री यहाँ आएको छ। अवश्य मिटिङ बसेको छ। यहाँ मिलिटियरदेखि लिएर हजारी पाइप नवप्रवर्तन कृषि खेती सूर्यमुखी तेल हाल्ने योजना छ। यहाँ तेलन पिस्ने मिल आइसकेको छ। हेर्नु होला। वा मामी सम्पूर्ण सामग्रीहरू यहाँ आएको छ। गार्डन पाइपदेखि लिएर हजारी अनि स्प्रे ट्याङ्क मिलिटियर यो तेल पेल्ने मेसिन हैन यो तेल पेल्ने मेसिन ल्याउँदै टुटेछ। यहाँ एउटा नन्दी यहाँ पनि टुटेछ। यो पछि मर्मत गरिनेछ सामान मगाएर। अंकल खाली भन्नुभएको होइन एकदम राम्रो खालको ल्याइदिनु भयो नि। खाली तपाईँको यो सानो सियो बनाउनु भएन। अब त्यति बढाउँदै लगाउनु भने तपाईँ यति बढायो भने ठुलो बनाउनु यहाँ कुच्चिएको हुनाले हामीले सुझाउँदैछौँ। काठमाडौँबाट खरिद गरेको यो सामानहरू सबै विधि अनुसार खेती गरेपछि जिदिन्छ। परम्परागत रूपमा खेती गर्यो भने पछि परिन्छ। पेल्ने मेसिन आयो घरा चाहिँ कुचिएर भित्र पछि छ। यहाँ ठोकेर निकाल्यौँ अहिले। यी सामग्रीहरू यो स्प्रे ट्याङ्क कति थान्छ 1 2 3 4 5 6 7 8 9 10 अनि त्यो बाकसको चाहिँ मिनितिर सफा गर्ने दाँते यो पनि सामग्री आएको छ।
लाउने तेल पेलाउने कम्पनीले आउँछ गरिहालौँ न तेल त आइहाल्छ तपाईले खेती मात्र गरेर त उत्पादन गर्नु होला नहिने बुझ्नु भएन फिलिङ्गे पनि पेल्नुपर्छ फिलिङ्गे चाहिँ हुन्छ के फिलिङ्गे भन्दा तपाईको तोरी यो सूर्यमुखी तोरी चाहिँ यहाँ प्राय खेती गर्दैन बदाम चाहिँ हुँदैन होला सायद बदाम चाहिँ हुन्न तोरी चाहिँ त्यति खेती गर्दैन ऊ चाहिँ फिलिङ पेल्ने मेसिन आयो घरा चाहिँ कुचिएर भित्र पछि छ यहाँ ठोकेर निकाल्यौँ अहिले यी सामग्रीहरू यो स्प्रे ट्याङ्क कति थान्छ 1 2 3 4 5 6 7 8 9 10 अनि त्यो बाकसको चाहिँ मिनितिर सफा गर्ने दाँते यो पनि सामग्री आएको छ कम्पनीले आउँछ गरिहालौँ न तेल त आइहाल्छ तपाईले खेती मात्र गरेर त उत्पादन गर्नु होला नहिने बुझ्नु भएन फिलिङ्गे पनि पेल्नुपर्छ फिलिङ्गे चाहिँ हुन्छ के फिलिङ्गे भन्दा तपाईको तोरी यो सूर्यमुखी तोरी चाहिँ यहाँ प्राय खेती गर्दैन बदाम चाहिँ हुँदैन होला सायद बदाम चाहिँ हुन्न तोरी चाहिँ त्यति खेती गर्दैन ऊ चाहिँ फिलिङ जे गरे पनि गरियो अहिलेसम्म पुगाइयो अझैभन्दा पछि चाहिँ भन्नुहुन्छ भन्नु होला हजुरहरू तेल पिल्ने मेसिन हेर्नु होला आधुनिक प्रविधि प्राप्त गरेर मात्र हुँदैन यसमा चलाउने ट्रेनिङ पनि चाहिन्छ त्यसकारण हामी आज हाम्रो लिम्चुङ गाउँपालिका कार्यालयको परियोजनाको नाम रैथाने बाली प्रवर्धन कार्यक्रम अन्तर्गत सूर्यमुखी प्रवर्धनको ट्रेनिङ हुँदैछ अवश्य पनि अहिले ब्यानर राख्न लागिरहेका छौँ यो ठिक्कसँगले बलमताको केन्द्र माझगाउँ स्थित हाम्रो बहिनी ग्याउनी राईको घरमा सम्पूर्ण सामग्रीहरू उपलब्ध गराएको छ यो हाम्रो यी सामानहरू चाहिँ काठमाडौँदेखि खरिद हो अहिले सम्पूर्ण विस्तृत रूपमा आउनेछ अन्तिमसम्म हेरेर साथ दिनु होला हाम्रो ब्यानर टाँसिसकेका छौँ उपभोक्ता समिति नामावली विवरण यस प्रकार छ अध्यक्ष ज्ञानबहादुर राई सचिव कृष्ण कुमार राई कोषाध्यक्ष ज्ञानमला राई रैथाने बाली प्रवर्धन कार्यक्रम ठेगाना लिम्चुङ गाउँपालिका 4 बलमता माझगाउँ आर्थिक वर्ष 2082-83 अनुदानित कार्यक्रमको रैथाने बाली प्रवर्धन कार्यक्रम सूर्यमुखी प्रवर्धन अनुग्राहीको नाम वाइमेबुङ कृषक समूह बाली वस्तु पकेट सूर्यमुखी प्रवर्धन कार्यक्रम कुल बजेट 15,36,087 रुपियाँ 50 पैसा गाउँपालिकाबाट अनुदान 9 लाख अनुदान ग्राहीले बेहोर्ने रकम 6,36,087 रुपियाँ 50 पैसा कार्यक्रम सम्झौता मिति 2083 वैशाख 21 गते कार्यक्रम सम्पन्न हुने मिति 2083 जेठ 15 गते यो स्प्रे ट्याङ्क स्तरीय छ सूर्यमुखी खेती प्रविधि तालिम मिति 2083 जेठ 15 गतेदेखि 17 गतेसम्म 3 दिने तालिम स्थान लिम्चुङ गाउँपालिका 4 बलमता माझगाउँ समय 10 बजे
आयोजक वडा नम्बर 4 वडा कार्यालय बलमता कृषि शाखा आर्थिक सहयोग लिम्चुङ गाउँपालिका 12 उदयपुर। नमस्कार। लिम्चुङ गाउँपालिका कार्यपालिका कार्यालय 12 उदयपुर। परियोजनाको नाम रैथाने बाली प्रबन्धन कार्यक्रम। स्थान लिम्चुङ गाउँपालिका 4 बलमता माझागाउँ। 8 वर्ष 2082-83। अनुदानित कार्यक्रमको नाम रैथाने बाली प्रबन्धन कार्यक्रम सूर्यमुखी प्रबन्धन। अनुदान गराएको नाम वमेन कृषि समूह बाली पकेट वस्तु पकेट सूर्यमुखी प्रबन्धन कार्यक्रम। कुल बजेट 15,36,087 रुपियाँ 50 पैसा। गाउँपालिकाबाट अनुदान 9 लाख। अनुदान ग्राहकले बेहोर्ने रकम 6,36,087 रुपियाँ 50 पैसा। कार्यक्रम मिति 2083 वैशाख 81 गते। कार्यक्रम सम्पन्न हुने मिति 2083 जेठ 15 गते। उपभोक्ता समिति नामावली विवरण। अध्यक्ष ज्ञानबहादुर राई, सचिव कृष्ण कुमार राई, कोषाध्यक्ष ज्ञानमल्ल राई। हामी आजदेखि हाम्रो बलमता केन्द्र माझागाउँ स्थित वैमिम कृषि समूहको आधुनिक कृषि सम्बन्धी कृषि औजारहरू खरिद भइसकेको छ काठमाडौँबाट। आज हामीलाई ट्रेनिङ हुनेछ। सम्पूर्ण कृषि सामग्रीहरू यहाँ आइरहेछन्। अवश्य हेर्नु, कहाँबाट हेर्दै हुनुहुन्छ लाइक कमेन्ट गर्नुहोला। धन्यवाद। नमस्कार। हामी बलमता रैथाने बाली प्रबन्धन कार्यक्रम अन्तर्गत हाम्रो पालिका लिम्चुङ गाउँपालिकाबाट अनुदान रकममा गाउँपालिकाबाट अनुदान रकम 9 लाखमा यो कृषि सामग्रीहरू उपलब्ध खरिद गरिसकेका छौँ। अहिले हामी यो सामग्रीहरू मिलाउने कार्यक्रममा छौँ। यसपछि हाम्रो 3 दिने तालिम पनि हुनेछ। अवश्य पनि माल पाएर मात्र हुँदैन, चाल पार्नु पर्यो भन्नको खातिर सामग्री मात्रै पाएर हुँदैन, यसलाई चलाउनु सदुपयोग गरेर जान्नु पर्यो। यो के हो? यो गार्डन पाइप हो, यो हजारी हो, यो झारलाई खोस्रिने दाँते हो, यो हलो हो, एक दाँते फाली हलो भनौँ, त्यो मिलिमिटरमा हालेर यो जुटिने। अनि स्प्रे ट्याङ्क लहरै छ। त्यसपछि मुनि यो मिनी टिलर। अवश्य पनि अन्तिमसम्म हेर्नुहोला। अवश्य पनि साथ दिनुहोला। अवश्य पनि तपाईँहरूलाई पनि ज्ञान हुनेछ। लाइक कमेन्ट गर्नुहोला। धन्यवाद। यहाँ हामी परीक्षण गरिरहेछौँ। केही सामान आउँदाखेरि टुटुटु भएको छ, हामी फेरि सामान खरिद गरेर प्राविधिक बोलाएर सिक्नेछौँ। धन्यवाद। यो चाहिँ यिनी बन्द हुने हो, तर ओको पनि होला नि, ओको पनि होला नि, ओ टायर गर्नुपर्छ होला। 3 दिने
सूर्यमुखी खेती प्रविधि सम्बन्धी तालिम मिति 2083 जेठ 15 गतेदेखि 17 गतेसम्म। स्थान लिन्चुङ गाउँपालिका 4 बलमता माझगाउँ। समय बिहान 10 बजे। आर्थिक सहयोग लिम्चुङ गाउँपालिका बारा उदयपुर। आयोजक वार्ड नम्बर 4 बलमता कार्यालय कृषि शाखा। धन्यवाद। प्राइभेटमा गर्ने न कसैले प्राइभेट गर्यो यो कसै प्राइभेट गर्यो भने पनि त्यो प्राइभेट गर्ने चिजलाई जोड्नु चाहिँ दिनुपर्छ। बेली खुच्याउ हाल्छ तर बिगाएर पाउने फेरि खुच्याउ बनाउनु पर्यो। प्राइभेट यो खाना आइ मात्रै छ यो प्राइभेट चाहिँ पाउँछ प्राइभेट नगर्ने होला नमस्कार। मुख्य उद्देश्यमा आएको त्यसैले गर्दा हामी सर्वसुलभ मूल्यमा पाएको होइन। भोलि पुनम पनि यसरी निर्देशनलाई आउनु सक्छ अरे हेर्छ होइन। अब त्यसको लागि सक्दाखेरि हामीले समूहमा जस्तै काम गर्छौँ त्यतिखेर समूहमा हामी राख्यौँ न मिनी टेलर होइन। किनभने तपाईँहरूले जसले भन्नुभएको छ तपाईँहरूकोमा समूहले नै तेल हालेर चाहिँ त्यहाँ चलाउनु दिनु पर्यो। किन बिगाऱ्यो भने समूहले नै बनाउँछ। किन अर्को कुरा आयो व्यक्ति तपाईँहरूले नै गर्नुभयो भने तपाईँहरू आफ्नो छँदैछ। अब त्यो मिनी टेलरमा पैसा परेन तर सूर्यमुखी खेती काम गर्छु होइन भने जोत्नुको लागि तेल त्यो हालेर चलाउनु चाहिँ दिनु पर्यो क्या। बिगाऱ्यो भने खोजिँदैन हुने गर्नु तर सबैले त्यो गर्दैन है। फेरि त्यो सूर्यमुखी खेती सबैले गर्दा देखाएको छैन तर एउटा कुरा छ मैले त्यही कारणले अस्ति एउटा चाहिँ समूहमा भनेको सबैले आफ्नो काम भनिसक्यो। तपाईँहरूले चाहिँ त्यो व्यक्तिको चाहिँ चलाउनै पाइँदैन भन्नुभयो। कसैले नराख्ने भएपछि त्यो कसैले कर्कापले पनि राखेको हो क्या नि त। पैसा गर्ने बेला चाहिँ छैन होइन। जब आइसुलाई बस्या दुईटा उब्रिरहेको थियो कसैले नराख्ने भयो। कर काटिले राखेको छ भने त्यो छोडिदिनु अहिले पैसा निकाल्नु कर कामले कसले राखेको छ भने मैले भने अब लिटर समूहमा भ्याएको राख्नु के हो हुँदैन हैन। पैसा निकाल्नु कति गाह्रो थियो भने त्यो पैसा निकाल्ने मान्छेलाई थाहा हुन्छ। यतिखेर बोलेर हुँदैन। अस्ति मैले समूहमा एकजना राख्नुपर्छ भनेको हो किन सर। समूहमा दर्ता पनि गरिसकेको कुरा मात्रै हो तर त्यसमा चलाउने व्यक्तिले राखेको कसैले समूहमा चलाउनु नदिने भइसकिसकेपछि चाहिँ त्यहाँदेखि व्यक्तिले भनेको हो नि यसलाई चाहिँ दिने हो कि तपाईहरु बोल्नुहुन्छ मामाको भने पनि राम्रो हो तपाईहरुको भने पनि राम्रै हो सबैको भने राम्रै छ। मलाई राम्रो भनाइ गर्नु लाजमाले आउनु पर्थ्यो के खाना मिटिङमा हैन मामाले कुरा राख्दै हुन्छ तपाईहरु यस्तै कुरा गर्नुहुन्छ के मामाले चाहिँ प्रस्ताव राख्नु भएको मैले त प्रस्ताव राखेको हैन। प्रस्ताव राखेको छ हैन त्यसमा अब नमान्दा पनि केही आपत्ति हुँदैन होला किनभने सबैले लाउँदैन। मैले चाहिँ यस्तो तपाईको हामी यो कृषि समूहले एउटा के अरे लिस्टमा लिएर अथवा लिस्टमा भए पनि एउटा लिस्टमा लिएर समूह खेती गर्नु है हामी त्यसलाई चाहिँ हामीले चाहिन्छ। प्राइभेट सूर्यमुखी म त्यो ढाडमा लागेर गर्छु तपाईँले एउटाले दिन नमान्ने भएपछि 6वटा निम्तिलो छन् नि भोलि चाहिँ जुन लिजमा लिएर जग्गा हुन्छ नि त्यो जग्गामा चाहिँ 6वटा ट्र्याक्टर लगेर चाहिँ जोड्ने बुझ्नु भएन। 6वटा ट्र्याक्टर लग्ने त्यहाँ जोड्ने राइट कुरा आयो हाम्रो सरको। मिटिङमा म आउनु भ्याइन मामा तर यहाँ जबरजस्ती मामाले भनेको पनि ठिकै हो के। अब जबरजस्ती कसैले करकापमा राख्नु भएको छ भने हो त्यो गर्दा पनि भयो। अनि निकालेर राख्दा हुन्छ के यहाँ करकापमा तर कसैले राखेको छैन। पैसा निकाल्नु पर्ने 37,000 हो करकापमा कसैले राखेको छैन। किसानीले 37,000 निकाल्नु भनेको सानो हो तर एउटा हाम्रो समूहमा चाहिँ म पहिले नै अस्ति मामाले भनिसकेको मिटिङमा नबसेपछि अब आउन भइसकेपछि कुरा गर्नु पनि अलिक नराम्रो पनि हुन्छ प्रस्ताव त राख्नु पाइन्छ होइन तर मैले भनेकै हुनुपर्छ मान्नुपर्छ भन्ने कुरा आउँदैन। सबैले मान्ने कुरामा चाहिँ मान्नु पर्यो। जस्तै एउटा हाम्रो समूहमा चाहिँ अनिवार्य हुनै पर्थ्यो के कुरा उठाएको त्यतिखेर पनि समूह भयो भने एउटा व्यक्तिले लाने उनीहरूले व्यक्तिको ज्यासो गरोस् हैन। समूहमा एउटा बस्यो भने तर त्यो समूहले प्रयोग गर्ने भयो। अब समूहमा एउटै छैन फेरि व्यक्तिमा छ। यस्तो समूहमा काम गर्यो भने आसिम कुरा आज जस्तो 6वटा लगाएर 6वटा एकदम सरको कुरा एकदम राइट छ सरको। एउटाले मात्र दिएर हुँदैन। तपाईँले दिनु भएको छैन नि
तपाईँले दिनु छ एउटै अरूको जिल्ला मेन जिल्ला नलिने मेरो मात्रै लिएँ भन्नु चाहिँ मन हुन्छ नि तपाईँको हुन्छ सकेपछि सकियो सक्यो त्यसमा चाहिँ समर्थन गर्नु है सबैले यसमा समर्थन छ ताली बजाऊ है ताली बजाऊ सबैले ताली बजाऊ काम पनि छिटो हुने यसो 6वटा एकैचोटि जोड्न त मिल्दैन 1 घन्टा उहाँको ट्याग मेन्टेन 1 घन्टा उहाँको मेन्टेन गरा हुन्छ नि त हाम्रो त एकै गरामा हाल्छ गरा छ नि त गरा हाल्दिने त्यो गरे पनि भयो छिटो सकिने पनि 10वटा पनि मिलाउनु एकदम बेस्ट आइडिया आफै भर्ने त्यो के अरे जोड्ने के जग्गावालेले भर्ने होइन तेल होइन अब जोड्ने मान्छेलाई पनि अब कति दिनु पर्यो अब उनीहरूले समूहले काम गर्दैन पुरा जोड्ने सबै हामी नै खट्ने हो हामी कि तेल त- तेल हाम्रो समूहबाट नै हाल्ने हो अब अहिले जस्तै अब पैसा सार्वजनिक गरिन्छ केही रकम उब्रिन्छ त्यो रकम राख्ने हामीले त्यसबाट खर्च गर्नुपर्छ कि पछि तपाईँले एउटा इक्जाम मलाई तपाईँले के अरे तपाईँको बारी छैन तपाईँ ट्र्याक्टर लिनु भएन नि अब मलाई समूहको के अरे चाहियो यति 6जना चाहियो 6जना त्यो त कृषि समूहले त तेल हाल्दैन तपाईँले हाल्नु परेन त्यो त त्यसो गर्ने नमी राम्रै हो प्रस्ताव त्यो नराम्रो त व्यक्तिगत जोडेपछि त तपाईँले तेल त तेल व्यक्तिगत हाल्दैन हालिँदैन समूह गर्दाखेरि त्यसो भए त व्यक्तिगत अब म ट्र्याक्टर लिदिनँ तेल पनि समूहले नै के अरे मलाई हालिदिने पो जोड्ने पनि समूहले हालिदिने यसो के दाजु मामाको भनाइ चाहिँ मैले बुझेअनुसार 29 घर छ होइन हाम्रो वाइएम समूहको अब 29 घरले अनिवार्य एक ठाउँमा कुनै ठाउँमा लिज लिएर या जेसुकै त्यो गरेर चाहिँ जग्गा चाहिँ लिनु पर्यो हामीले हो त्यो भनेको जग्गा लिइसकेपछि त्यहाँ चाहिँ 29 घर जानु पर्यो काम गर्नु जानु पर्यो 29 जना र 29 जनामा 6वटै मिनिटर जानु पर्यो 6वटा मिनिटरमा चाहिँ अब चाहियो यो तेल चाहिँ समूहले नै हाल्नु पर्यो र यो खाने चाहिँ फेरि व्यक्तिगत खाँदा भयो खर्च नहुने है म त व्यक्तिगतलाई चाहिँ अनि त्यो तेल के अरे मिनी टेलरवालालाई पनि चाहियो नि अलिकति उता हाम्रो फेरि 29 जनाको त छैन त त्यहाँ सियर मिनी टेलरमा अनि त्यो पनि हुन्छ नि त अनि कस्ट हुन्छ फेरि त्यहाँ आयो अनि मामाको फेरि गोडेले झार्नुहुन्छ सुजन मामाको 5वटा मात्रै रह्यो यहाँको लागि आएको फेरि गोडे लानु पर्यो। भेनाको 10 का ढास्यो नि जहाँसुकै लिन्छ न लानु त चाहिँ राम्रो लिने कुरा हो भने सो ल है भन्ने अब जोड्ने मान्छे नै पाउनु गाह्रो अब हाम्रो 3 दिने सूर्यमुखी खेती प्रविधि सम्बन्धी ट्रेनिङ हुन लागिरहेछ कपी र डटपेन पाइसक्यौँ मेरो नाम मेघजन ढोकाए स्थायी ठेगाना सर्केगार गाउँपालिका 8 हुम्ला है हुम्ला हो अहिले अस्थायी बसाइ चाहिँ सुर्खेत वीरेन्द्रनगर नगरपालिका 5 है सुर्खेत ल तपाईँहरूको यहाँको पनि बताइदिनु जिम्मेवारी पद के हो जिम्मेवारी पद चाहिँ नायब प्राविधिक सहायक चौथो तह भन्छ है चौथो तह नायब प्राविधिक सहायक हुन्छ पद चाहिँ हो नायब प्राविधिक सहायक तह चाहिँ चौथो ओके त्यो भएको कारणले अब हामी सूर्यमुखी खेती प्रविधि सम्बन्धी तालिममा छौँ है बसेर गर्ने नि सूर्यमुखी खेतीको तपाईँको परिचयमा जाउँ है त सूर्यमुखी बराबरको कालदेखि फुलको रूपमा रोपिँदै आएको बेला पहिला यो तपाईँको तेलको रूपमा प्रयोग गरिदिन्थ्यो अरे कि फुलको रूपमा मात्रै प्रयोग गरिन्थ्यो अरे हामीलाई पनि त्यही थाहा थियो ल त्योभन्दा अगाडि एउटा कुरा है सबैले अब हामीले चाहिँ सिफारिस लिनुपर्ने हुन्छ अदर वडासँग होइन भएन भने हामी सबै बोर्ड बन्द भएर जानुपर्छ है एकचोटि त्यो लास्टमा लास्टमा होइन यो अब पैसा निकास गर्न तुरन्तै चाहियो किनभने मानेन भने दिएन भने यो जेठा भिसा आइसक्यो अरे अब खुबेको नहुने भयो त्यसले गर्दा चाहिँ हामी छिटो गर्नु खोजेको अरे होइन सिफारिस दिएन भने भन्नु खोजेको दिएन भने हामी सबै बोर्ड बन्द भएर जाने है वडा कार्यालय जान्छ 29 घर 29 घर वडा कार्यालय नै घेरिदिने नत्र पहिलो रिक्वेस्ट गर्नु न पहिलो त भन्नु पहिला रिक्वेस्ट गर्नु होइन रिक्वेस्ट पहिलो त समिति यदि जान्छ यसलाई नसुन्नु है सोक पनि सबैले सुन्नुहोस् है ओ हाम्रो फाइदाको लागि काम हुँदैछ त्यो ठाउँमा चाहिँ अवरोध पाइँदैन वडा अध्यक्ष पनि अवरोध गर्ने खालको कुरा भाषा बोलेको रहेछ त्यसले गर्दाखेरि हामी सेवाक राईले चाहिँ सेवा पाउनुपर्छ सेवा गर्नको लागि पठाएको हामीले ठाउँमा चुनेर होइन अहिले हामीले अवरोध गर्यो भने सबै कोर्टबन्द भएर चाहिँ वडा कार्यालय घेर्नु पुग्नुपर्छ है सबै त्यतिखेर चाहिँ सबै त्यो हुने एकदम
तयारीमा बस्ने सम्मानना ठिक छ होइन अब यो सूर्यमुखी नेपालमा चाहिँ कहिले आयो भन्दाखेरि सन् 1978 तिर पेरियोडिक भन्ने जात रुसबाट ल्याई राष्ट्रिय तेलबाली विकास कार्यक्रम नवलपुर सर्लाहीमा चाहिँ सुरुमा चाहिँ खेती गर्यो नवलपुरमा सर्लाही होइन परीक्षण गरियो यो एक वर्षभित्र मात्र लगाउने बहुवर्षे होइन बहुवर्षे 1 वर्ष 2 वर्ष हुन्छ नि त यो धनपूर्जाको लागि बहुवर्ष एक वर्ष भन्दा पनि 1 वर्षभित्र मात्रै खेती गर्न सकिने बिरुवा होइन 1978 देखि रुसबाट यो त खासै तपाईँहरूलाई आवश्यक पर्छ त्यही पनि परिचय दिनु अनि नेपालमा चाहिँ सर्लाही नवलपुरमा पहिला सूर्यमुखी एकदम छिटो पाक्ने प्रकाश अवधिले असर नपार्ने छिटो पाक्छ है कति दिनमा पाक्छ भने चाहिँ तपाईँको 80 देखि 90 दिनमा पाकिहाल्छ 80 देखि 90 दिनमा चाहिँ तपाईँ पाक्छ 80 देखि 90 दिनमा उच्च पहाडदेखि तराईसम्म खेती गर्न सकिन्छ तपाईँको बुझ्नुभयो नि तापक्रम के छ हजुर कति तापक्रममा कति तापक्रम अहिले आउँछ तपाईँको अनि त्यसपछि यसको बिउमा चाहिँ 45 देखि 50% सम्म उच्च गुणस्तरको तेल हुन्छ 50 देखि 45% सम्म एकदम उच्च गुणस्तरको तेल हुन्छ कि यसमा एकदम तपाईको अहिले सूर्यमुखी तेल आएको छ नि खानु भनेको एकदम सूर्यमुखी तेल हो अरूमा चाहिँ तपाईको यो तोरीको तेलमा अनि मलाई आउँछ नि त्यो स्यान्टा आउँछ त्यो फ्राई गर्दाखेरि तपाईको स्यान्टा आउने नाकमा पुरै बन्द हुने खालको हुन्छ नि यसमा चाहिँ त्यस्तो हुँदैन तपाईको आफै पनि अनुमान गर्नुभयो अनुभव गर्नुभयो हो कि नै अब यसको फाइदा तथा महत्त्वमा के जाउँ त हैन फाइदा तथा महत्त्व के छ भने चाहिँ यसको स्थानीय स्तरमा रैथाने तेलन बालीको विकास तथा प्रबन्धन गर्न सकिने अब हामीले यो कार्यक्रमै रैथाने बाली प्रबन्धन कार्यक्रम छ हो कि नै त्यही भएर चाहिँ स्थानीय स्तरमा चाहिँ उत्पादन गरेर चाहिँ यहाँको चाहिँ तेलनमा चाहिँ आत्मनिर्भर बनाउने हो कि नै तेल किन्न नपर्ने यहाँको पैसा चाहिँ यहीँ आफै चाहिँ सङ्कलन गर्न सकिने अनि आफू चाहिँ तेल उत्पादन गरेर अन्त ठाउँ बिक्री गरेर चाहिँ पैसा आम्दानी गर्न सकिने यसको फाइदा पनि छ है यसबाट चाहिँ उत्पादित तेललाई सामाजिक तथा धार्मिक कार्यमा प्रयोग गर्ने हुने सामाजिक तथा धार्मिक सामाजिक भने त बुझ्नु भयो नि त सामाजिक तथा धार्मिक हुने सामाजिक भनेको तपाईँको अब के कार्यक्रम हुन्छ नि तपाईँको अब कुनै भोज पत्यार होला होइन त्यस्तोमा चाहिँ प्रयोग हुन्छ होइन धार्मिक भने चाहिँ तपाईँको देउतालाई चढाउन मिल्यो यो चाहिँ त्यस्तो छ है सूर्यमुखीबाट सूर्यमुखीबाट उत्पादित तेल मानव स्वास्थ्यको लागि निकै महत्त्वपूर्ण मानिन्छ होइन त्यो यति कुरा भएर त महत्त्वपूर्ण त मान्ने भयो नि होइन यसको तेल साथै हेर्नु है यहाँ यस्तो एकदम इम्पोर्टेन्ट कुरा छ केक पनि बनाउन मिल्छ यसको तेलबाट त्यो उबाट चाहिँ कच्चा पदार्थबाट चाहिँ यो मिठाई पनि बनाउन मिल्छ साबुन पनि बनाउन मिल्छ मोमबत्ती पनि बनाउन मिल्छ तथा सिङ्गारका सामग्री बनाउन पनि मिल्छ क्या त्यसको छोपबाट चाहिँ मतलब त्यो भित्रका हामीले के भन्छ पिनाबाट पिनाबाट चिज चाहिँ तपाईँको यो बङ्गुरको लागि तपाईँको दानाको रूपमा पनि यहाँ हेर्नु है तपाईँको अनि त्यो केकहरू चाहिँ केबाट बन्ने तेलबाट कि त्यसको निचोरेर गयो तेलबाट निचोरेको त्यो पछिको त्यो तेल बनेको पछिको कि पछिको त्यही त पिना भन्छौँ हामी फाइदै फाइदा रहेछ अब धेरै उत्पादन नेपालमै निर्यात गरेर अथवा विश्वमै निर्यात गरेर तपाईँको आर्थिक आम्दानी पनि गर्न सकियो हो कि नै तपाईँले यो जिल्लाबाट चाहिँ गाईगाड लिएर चाहिँ गाईगाड अथवा अन्य मोरङ सुनसरी लगेर बेचेर चाहिँ आम्दानी पनि गर्न सकियो हो कि नै अनि त्यसपछि अरू के छ भने अब यसको चाहिँ तपाईँको एउटा ठुलो चाहिँ यस्तो छ अतिरिक्त सजावटमा पनि गर्न सकियो सजावटमा प्रयोग गर्न सकियो हो कि नै घरको आँगनमा चाहिँ लगाएर चाहिँ तपाईँको एकदम रमारिलो देखिने भयो नि त लगाउँदाखेरि सुगन्ध पनि दिने भयो वासना पनि दिने भयो हजुर सुगन्ध पनि दिन्छ अनि धेरै राम्रो पुष्परस हेर सबभन्दा महत्त्व चाहिँ मौरी पुष्परस चाहिँ यसको मौरीबाट चाहिँ पुष्परस कलेक्सन गरेर चाहिँ मह उत्पादन गर्न सकिने यो भयो होइन फाइदै फाइदा हामीलाई यसको पिनामा प्रचुर मात्रामा भिटामिन मिनरल र प्रोटिन पाइने हुँदा पशु पक्षीको दानामा प्रयोग गर्न सकिने तपाईँले यो तेल पेल्नु भयो नि पिना निकालेर चाहिँ तपाईँको त्यो बङ्गुलाई दिन मिल्यो अथवा गाईलाई दिन मिल्यो एकदम राम्रो त्यही पिनाबाट पनि केक सेक अनि मान्छेले पनि खान मिल्ने रहेछ अब तपाईँको यो हावापानी कस्तो चाहिन्छ भने तपाईँहरू यो समस्या सब मेन है हावापानी तराई तथा भित्री मधेस क्षेत्रमा वर्षायाममा लगाइन्छ है वर्षायाममा अनि बिरुवा वृद्धि विकासको लागि न्यानो
न्यानो तथा घामिलो मौसम उपयुक्त हुन्छ। एकदम घाम लाग्ने मौसम चाहिँ उपयुक्त हुन्छ अरे है। न्यानो पनि हुनु पर्यो हो कि नै, घाम लाग्ने मौसम पनि हुनु पर्यो। अब हिउँदको टाइममा त्यति घाम लाग्दैन, अब बर्खाको टाइममा घाम लाग्दैन, न्यानो चाहिँ एकदम हुनु पर्यो कि है। यसको खेतीको लागि भन्नुभयो नि तपाईँले तापक्रम, यस खेतीको लागि 18 देखि 27 डिग्री सेन्टिग्रेड तापक्रम, 18 देखि 27 डिग्री सेन्टिग्रेड तापक्रम। अहिले त 29 डिग्री छ हाम्रोमा। अब कति छ अब देखमा चाहिँ हो त्यो हेर्नु होला। अनि 60 देखि 18 देखि 27 डिग्री सेन्टिग्रेड 27 डिग्रीसम्म, तर यहाँ 29 सम्म छ। अनि चिस्यान चाहिँ यसको 60 देखि 70% चाहिँ चिस्यान हुनुपर्छ। जमिनको आर्द्रता चाहिँ चिस्यान चाहिँ हाम्रोमा हुने रहेछ 60 देखि 70% चाहिँ चिस्यान चाहिन्छ है। ठ्याक्कै मिल्यो। अब तपाईँको माटो कस्तो खालको हुनुपर्छ भन्ने छ है। सूर्यमुखी सबै किसिमको माटोमा उत्पादन गर्न सकिन्छ है, सकिए तापनि तर यसको चाहिँ पानीको एकदम राम्रो निकास, त्यो पानी जम्ने हुनु भएन। पानी जम्यो भने त्यो तल भयो भने त्यो हुनु भएन, एकदम पानी जम्ने हुनु भएन। त्यो निकास हुने भयो भने चाहिँ पानी परेको बेला चाहिँ सर जाने खालको पनि हुनु पऱ्यो, त्यो एकदम जम्ने खालको है। अनि त्यसपछि यसको पाँगो माटो पनि एकदम राम्रो हुन्छ। विशेष गरेर पाँगो माटो चाहिँ, पाँगो माटो रातमाटेमा कम हुने रहेछ। रातमा रातो माटो भन्दा पनि पाँगो माटो, कालो खालको माटोमा चाहिँ एकदम राम्रो हुने भयो। पिएच चाहिँ 6 देखि 8 सम्म पिएच भएको चाहिँ माटो चाहिँ एकदम राम्रो हुन्छ है। 6 देखि 8। अब पिएचको मापदण्ड चाहिँ यहाँ नाप्नु छैन, पिएचको त नाप्ने ठाउँ हुनै थाहा छैन। त्यो नाप्यो भने चाहिँ थाहा हुन्छ है। अब यसको तपाईँको ठिक छ। अब बाली चक्र भने चाहिँ, बाली चक्र भने बुझ्नुहुन्छ? बाली चक्र भनेको एक बालीपछि अर्को बाली लाउने के, त्यो चक्र। बाली चक्र भनेको एउटा बालीपछि अर्को बाली लाउने चक्र भनेको। तपाईँको यो सूर्यमुखी लगाउँदा सकेसम्म लगातार एउटै जमिनमा लगाउनु हुँदैन। अहिले वर्ष यो जमिनमा लगाउनु भयो, यही वर्षमा पछिल्लो वर्ष लगाउनु हुँदैन कि। 2 वर्ष 3 वर्षपछि चाहिँ त्यही बालीमा लगाउनु, त्यही बारीमा लगाउनु, एकै वर्षभित्र लगाउनु मिलेन। बुझ्नु भयो नि, त्यो कुरो बुझ्नु भयो नि। अब कम्तीमा पनि 2 सिजन पछि लगाउन सकिन्छ, 2 सिजन भनेको 2 वर्षपछि लगाउन मिल्यो, बुझ्नु भयो नि। सूर्यमुखीलाई वर्षायाममा एक्लै वा मकै बाली मिश्रित बालीको रूपमा, मकै बालीसम्म तपाईँको यो बर्खाको टाइममा हुन्छ नि, मकै बालीको मिश्रित रूपमा पनि लगाउन सक्यो। मकै बालीसँग चाहिँ तपाईँको मिश्रित रूपमा चाहिँ लगाउन सक्यो कि, मकैसँग चाहिँ छरेर। अब तपाईँको मकै ठुला भइसक्यो कि, नत्र छरेर लगाउँदा पनि हुन्थ्यो। तपाईँको मकै ठुला भइसक्यो, त्यो कारणले सुरु गरिदिएको भए तपाईँको यो मकैसँग लगाउन मिल्थ्यो कि। मकै ठुलो भइसक्यो, त्यो बुझ्नु भयो नि त। मकैसँगै लाउन पनि मिल्ने हो, मकैसँग लाउन मिल्ने मेरो त अहिले अब कस्तो लाउन हुने रहेछ, मेरो त सानै हुन्छ। मकै मिश्रित लाउन पनि मिल्ने है। अब यहाँ मलखाद भने त अब तपाईँको कति प्रशस्त मात्रा प्राङ्गारी मलहरू चाहियो यति भन्ने चाहिँ तपाईँको सिफारिस अनुसार त हाल्नु हुँदैन नि त होइन। सिफारिस अनुसार हाल्नुहुन्छ त लगाउँदा तपाईँको 1 हेक्टरमा चाहिँ 1 हेक्टरको लागि चाहिँ 10 टन भनेको छ। 1 हेक्टरको लागि चाहिँ 10 टन चाहिँ आवश्यक पर्छ यो है। अब 1 हेक्टरमा कति रोपनी त हुन्छ? 13 रोपनी कति? 1 हेक्टरमा तपाईँको 20 रोपनी, 20 रोपनी 30 कट्टा 1 हेक्टरमा। 10 टन भनेको सानो, 10 टन मल यसलाई अतिरिक्त चाहिने छ कि? मल चाहिँ बढी चाहिने एकदम। यसले चाहिँ मल सोच तपाईँ त्यो कुरा पनि आउँछ है। 10 क्विन्टलको 1 टन हुन्छ अनि भनेपछि 100 क्विन्टल 1 टन भनेको चाहिँ मल चाहिँ धेरै चाहिन्छ यसको लागि। मल भयो भने एकदम फस्टाउने हो तपाईँको। यो जात तपाईँले अहिले जातको बारेमा पनि भनौँला। तपाईँको मैले यो चाहिँ मोडर्न ड्वार्फ भन्ने जात ल्याएको छु कि, मोडर्न ड्वार्फ एकदम राम्रो, तेलको लागि पनि राम्रो। तपाईँको यो तेलको लागि पनि मिल्ने, हुन्छ हेरौँला। तेल पनि निकाल्न मिल्ने, तपाईँको त्यो बाहिरको बोक्रा निकालेर त्यो भित्र खानाको रूपमा पनि प्रयोग गर्न सकिने, त्यस्तो पनि छ। खानाको रूपमा भने चाहिँ तपाईँको खानाको रूपमा भने त्यो खानाको हिसाबले होइन फेरि, त्यो हाम्रोतिर के भन्छ, तपाईँतिर के भन्छ, तिलोट भन्छ हाम्रोतिर। तिलोट बनाएर त्यो अचार जस्तो हुन्छ नि, त्यो अरू खुर्सानी हालेर के मिसाएर त्यो खानाको रूपमा पनि प्रयोग गर्न सकिन्छ। यसको कति चाहिन्छ भनेपछि तपाईँको प्रति हेक्टर चाहिँ 8 देखि 10 केजी, लगभग 8 केजी भनौँ न प्रति हेक्टरमा। 8 केजी पर्छ भने 1 रोपनीमा तपाईँको कति लाग्ने भयो भन्दा हेर्नु है। तपाईँको हेक्टर पनि थाहा छैन, रोपनी त थाहा छ नि सामान्य। 1 हेक्टरमा 8 केजी भनेपछि रोपनीमा भन्नुहोस् तपाईँ। रोपनीमा अनि यहाँ हामीलाई आउँछ तपाईँको 2.5 केजी लाग्ने भयो 1 रोपनी। 1 रोपनीमा 1 रोपनी 2.5 केजी लाग्ने भयो। 1 रोपनी बराबर 2.5 केजी लाग्ने भयो है। 1 रोपनीमा 2.5 केजी जति लाग्ने भयो 8 केजीको दलले। यो बिउ यो बिउ
नमस्ते। अब यो सबभन्दा सुन्नुपर्ने कुरा है तपाईँहरूले एकदम सुन्नुपर्ने कुरा यो बिउलाई तपाईँको छर्नुभन्दा अगाडि 12 घन्टा पानीमा भिजाउने गरे 12 घन्टा पानी भिजाउने 12 घन्टा अथवा 8 देखि 12 घन्टा जति भिजाउने के पानीमा भिजाउने। अहिले भिजाउनुको कारण के हो भने म पनि भन्छु है 8 देखि 12 घन्टा पानीमा भिजाउने 12 घन्टा भन्छ 12 घन्टा जति भिजाउने अनि छायामा 3 देखि 4 घन्टा छायामा सुकाउने। भिजाएको त्यत्तिकै लगेर छर्नु त भएन के भन्यो छायामा छानामा हैन छायामा सुकाउने सुक्खा भइहाल्छ। छायामा सुकाउने तपाईँ भित्रतिर अब जहाँ हावामा भित्र हावामा घाम नलाग्ने ठाउँमा सुकाउनु हावामा पर्यो निकालेर ओजेलमा उज्यालोमा चाहिँ फेरि हावा पास्ने ठाउँमा फेरि छायामा घाम चाहिँ नलाग्ने ठाउँमा घाम नलाग्ने ठाउँमा त्यो बाहिर हावा पास्ने ठाउँमा चाहिँ सुकाउनु पर्यो सुकाउनु। 4 घन्टा है। पानी सुक्ने यसो गर्दा के हुन्छ भने तपाईँको एकदम चाँडो उम्रिने तपाईँको चाँडो उम्रिने पनि भयो अनि एकदम त्यो उम्रेको चाहिँ एकदम राम्रो पनि हुने भयो कि चाँडो उम्रेको एकदम राम्रो हुने भयो एकनासले उम्रिने भयो हो कि नै। अब तपाईँको छर्नु भयो भने नभिजाइकन छर्नु भयो भने पहिल्यै पानीको सिँचाइ पुग्ला त्यो छिटो हुन्छ छिटो बढिहाल्छ। अब पहिल्यै सिँचाइ पुग्दैन पानी पुग्दैन त्यो बढ्दैन पछि सानो हुन्छ तर माथि अनि भोलि गर्दा चाहिँ त्यो दानाको क्वालिटी हुँदैन। तपाईँको बराबर गऱ्यो भने क्वालिटी बराबर गऱ्यो भने तपाईँको चाहिँ एकनासले हुर्किने भयो एकनासले हुर्केपछि एकनासले त्यो दाना लाग्ने भयो दाना लाग्यो भने सजिलो हुने भयो बुझ्नु भयो नि त्यसरी हो है। अब सूर्यमुखीलाई जस्तै अब तपाईँको यो लाइनमा त तपाईँले लगाउन सक्नु हुँदैन। अब लाइन लगाएर लाइनमा ड्याङ चाहिँ ड्याङलाई जस्तै ड्याङमा तपाईँको 60 सेमको ड्याङमा लाउनुपर्छ कि 60 सेम ड्याङ गरियो भने ड्याङ गरियो भने चाहिँ यो ड्याङबाट यो ड्याङको दुरीमा चाहिँ 60 सेम हुनु पर्यो बिचमा। अब चाहिँ त्यो लगाउने चाहिँ दाना चाहिँ तपाईँको 25 सेमको फरकमा चाहिँ हाल्नुपर्छ कि एक दाना लाउने कि सर कसरी एक दाना त्यो त तपाईँहरू सम्भव छैन यो चाहिँ ठिक छ। यो ऊ चाहिँ सैद्धान्तिक अनुसार चाहिँ है नाली काट्नुपर्ने रहेछ। ठिक छ है। अब सूर्यमुखी कमै मात्रामा पनि पानी आवश्यक पर्ने बाली हो फेरि कमै मात्रामा पानी आवश्यक पर्ने तर भइरहनु पर्ने के त्यसको लागि बुझ्नुभयो नि। त्यो पानी चाहिने हुँदैमा तपाईँको कुनै छर्या छ त्यो चिल्लो बनाएर पनि भएन तर चाहिने चिसो त भइराख्नु पर्यो त्यसरी भन्न खोजेको सुक्खा हुनु भएन चिसो चाहिँ भइरहनु पर्यो बुझ्नुभयो नि। अब तपाईँ हिउँदे बालीमा लगाउनु भयो भने हिउँदमा लगाउनु भने अघि भन्नुभयो नि त माघ फागुनतिर लगाउनु भने अत्याधिक सिँचाइ चाहिन्छ थप पानी चाहिँ आवश्यक पर्छ हुने नि त। तर बर्खाको टाइममा त त्यति तपाईँ सिँचाइ आवश्यक परेन किनकि सिँचाइ चाहिँ भइरहन्छ अहिले सिँचाइ आवश्यक परेन। अब तपाईँको माघ फागुनतिर लगाउनु भयो भने माघ फागुन लगाउनु उपयुक्त राम्रो भयो तर त्यसमा चाहिँ पानी चाहिँ आवश्यक पर्छ बुझ्नुभयो नि। पानी पाइँदैन हल्ला गर्नु हुँदैन यहाँ सरले पढाउनु भएको त्यसको चाहिँ फेरि सूर्यमुखीको फुल फुल्ने बेला र दाना भइने बेला चाहिँ आवश्यक त्यतिखेर चाहिँ पानी तपाईँको भइरहनु पर्छ है त्यतिखेर हुनैपर्छ तपाईँ दिनैपर्छ तपाईँ फुल फुल्ने र दाना लाग्ने बेला चाहिँ त्यसमा चाहिँ पानी दिनैपर्छ तपाईँको त्यो बाहेक चाहिँ हुँदैन त्यसमा चाहिँ दिनै पऱ्यो त्यो नदिएर हुँदैन त्यो अवस्थामा चाहिँ दिनै पऱ्यो पानी चाहिँ दिनै पऱ्यो। फुल फुल्ने र दाना लाग्ने भरिने बेला दाना भरिन्छ नि त्यो दाना लाग्छ नि त्यतिखेर चाहिँ पानी चाहिँ एकदम दिनै अनिवार्य चाहिने अनिवार्य दिनै पऱ्यो अनिवार्य। फुल्न थालेपछि गोडमेल तथा अब झार नियन्त्रण अब गोडमेल त तपाईँको सुरुको वृद्धि विकासको अवस्था गोडमेल गर्नु पऱ्यो होइन। गोडमेल त तपाईँको यसो गोडमेल सूर्यमुखी सुरुको अवस्थामा बोटको वृद्धि विस्तार हुँदै हुन्छ बिस्तारै हुन्छ कि यसको बिस्तारै वृद्धि हुन्छ होइन। त्यतिखेर गोडमेल गर्दै रहनुपर्छ तसर्थ सुरुको अवस्थामा झारपातको नियन्त्रण गर्नु अति आवश्यक पर्छ। अब बिरुवा उम्रिएको 20 दिनमा हल्का 20 दिनका बिरुवा उम्रिन्छ नि उम्रिएको 20 दिनमा चाहिँ गोडमेल गर्न सुरु गरिहाल्नुपर्छ। उम्रियो भने त्यतिखेर गोडमेल गर्नु फेरि झारले चाहिँ तपाईँको झार बिरुवा तल भयो झार माथि गयो भने तपाईँको भोलि उत्पादनै दिँदैन त्यो बढ्दा पनि बढ्दैन त्यही भएर चाहिँ झार त्यो गोडमेल गर्नु पऱ्यो है। यसलाई रोपेको 2 महिनासम्म चाहिँ झारपात चाहिँ मुक्त गर्नुपर्छ है। 2 महिनासम्म तपाईँको झारपात हुनै दिनु भएन कि 2 महिनासम्म 60 दिनसम्म भनौँ न 60 दिनसम्म चाहिँ तपाईँ 2 महिनासम्म चाहिँ झारपात हुनै दिनु भएन। त्यसपछि झारपात भयो भने त आफै त्यो झारपात त्यो बिरुवा माथि गयो भने त झारपात बढ्न पाउँदैन। लगभग 80 देखि 90 दिनमा त पाक्छ कि 80 देखि लगभग 3 महिनाको हाराहारी हुनु न 3 महिनाको हाराहारी चाहिँ पाक्छ है। अहिले हाल्यो भने
जेठ असार साउन भदौ ठिकै मकै सँगसँगै हुने रहेछ अब यो मकै तपाईँको कहिले पाक्छ कहिले निकाल्नुहुन्छ भादौ भदौमा निकाल्नु भयो भने भदौ साउन भदौ त्यो साउन भदौ चाहिँ छरे पनि भयो त्यस्तै निकालेर मकै निकालेर त्यसमा छरे पनि भयो अहिले पनि छर्दा पनि हुन्छ अहिले छरेर भदौमा अहिले निस्किन्छ छरे पनि भयो तपाईँ अहिले मकै लगाइसक्नु भएको नि त कि मकै सँगसँगै खाली- छर्नु पर्थ्यो खाली ठाउँमा त खालीसँग हुन्छ खाली ठाउँमा लगाउँदा हुन्छ त्यो हो है यो मकै निकाल्ने अब त्यो लगाउने विषयमा चाहिँ तपाईँको उ गर्नु होला अब कुन सामूहिक रूपमा लगाउने कि अब त्यो हामी सल्लाह गर्छौँ व्यक्तिगत रूपमा लगाउने कि त्यो सबै तपाईँले सल्लाह गर्नु बल्ल थाहा भएन म छिटो जानुपर्छ अब सामूहिक बाली पाकेको यहाँ तपाईँ सुन्नै बारी खाममा म सुन्नै पर्ने बाली पाकेको भने कसरी बुझ्ने त हामी त बुझ्न त फुल त फुल्यो दाना त लाग्यो कहिले पाक्यो भने कसरी पहिचान गर्ने कहिले त हार्भेस्ट गर्ने भने तपाईँले त थाहा पाउनु पर्यो होइन अब बाली पाके सूर्यमुखीको फुलको थुङ्गा पछाडिपट्टिको भाग पहेँलो खैरो रङको भएपछि पाकेको बुझ्नुपर्छ चित्र छैन प्रोजेक्ट भएको भए म चित्र देखाइदिन्छु प्रोजेक्ट भएको भए चित्र देखाइदिन्छ प्रोजेक्ट छैन अब पहिलो पछाडिको भाग चाहिँ त्यो हेर्नु है सूर्यमुखीको फुलको थुङ्गाको पछाडिपट्टिको भाग पहेँलो खैरो भयो भने चाहिँ यो फुल हुन्छ होइन सूर्यमुखीको फुल यहाँ हेर्नु यो सूर्यमुखीको फुल भयो यहाँ सूर्यमुखीकै हो यो है यो सूर्यमुखीको फुल भयो यहाँ पछाडिको भाग छ नि पहेँलो खैरो रङको आयो भने चाहिँ पाकेको बुझ्नु पऱ्यो कि खैरो रङको पछाडिपट्टि खैरो रङको बुझ्छौँ त्यति साह्रो बुझ्छ छैन हामी सबै फेरि सबै थुङ्गा चाहिँ एकैचोटि पाक्दैन है एकैचोटि पाक्दैन एकैचोटि अब पाकेको थुङ्गा अब एकचोटि टिप्ने अर्को पाकेको थुङ्गा एकचोटि टिप्ने दुई तिन पटकसम्म टिप्न सकिन्छ है मेन चाहिँ पहिला पाक्छ त्यो चाहिँ अरू हाँगा चाहिँ पछाडि पाक्छ त्यसरी बुझ्नु एउटा बिरुवाको एक मात्र होइन त होइन हाँगा पनि आउँछ है पनि आउँछ त्यो हाँगाहरू आइसकेपछि चाहिँ उखेलेर फाल्ने होइन त्यसको होइन फाल्नु पर्दैन त्यसमा पनि फुल्छ के एकचोटि हुन्छ कि एकैचोटि आउँछ कि त्यो हाँगा बिङ्गा सुरुमै हुँदै आउँछ यस्तो हो तपाईँको सिधा जाने भयो होइन सिधा जाने भयो त्यो सिधाको साइडतिर हाँगा सँगसँगै जाँदै आउँदै त्यहाँ पनि फुल्दै गर्छ के अनि त्यो सबै फुलिसकेपछि चाहिँ काटिसकेपछि त्यो त फाल्नु पर्यो नि त होइन पहेँलो जति टिप्ने क्या पहेँलो टिपेर बनाउने हो र होइन अब सुरुको वान टाइम के गर्नु है सुरुको भयो सुरुको उम्रेको त्यो भागा नआएको चाहिँ सुरुमा छिटो पाक्ने भयो माउ चाहिँ पहिला त्यो छिटो पहिला निकाल्नु पर्यो अनि हाँगाबाट आएको चाहिँ पछि पाक्ने भयो त्यो त अगाडि पछाडि पाक्दो रहेछ के 2 देखि 3 पटकसम्म टिप्न आफ्नो सकिन्छ भन्ने कुरा पहेँलो हेर्दै टिप्दै पहेँलो हेर्दै केही बोटलाई चाहिँ फेरि यहीँदेखि पलाएर फेरि आएर टिप्नु पर्ने हुन्छ। फेरि भन्नुभयो त्यो होइन देखाइयो जे अनि त्यो खुर्सानी जस्तो दुई पापामा ढाङ्गो र पापामा फेरि पापामा इटोमै नै हाँगा पाएन हाँगा नै एकजना इटोमै सामान पाउनु अर्को कुरो तपाईँले बोल्दा बेला यहाँ हामीले मैले म आफूले चाहिँ क्युरियोसिटी भएको चाहिँ जस्तै यो सूर्यमुखी फुल चाहिँ कसै अल्गो देखिन्छ कसै तराईमा चाहिँ सानो सरदर सानो छ यो यसको के अरे बोट बिरुवा पनि ठुलो सानो हुन्छ हो त ज्यादा अनुसार हुन्छ हामी कुन चाहिँ हाल्ने हो पुरानो नि नखोज्नु न यहाँ अघि नै भनिसक्नु भएको छ उहाँले पालो पालो आउँछ के पेरियोडिक जात हुन्छ अहिले मैले ल्याएको चाहिँ मोडर्न छ होइन मोडर्न भनेको तपाईँको मोडर्न द्वार भनेको ठुलो कि सानो त्यो मोडल ठिक्क माध्यम भनेको क्या मिडियम साइज मिडियम साइजको त्यो खुर्सानीमा पनि छ के भाइ यत्रो खालको बोट छ कि खुर्सानीमा बाँसपोटेको ठाउँमा होला होला त्यो पुरै त्यहाँ पनि बगानै त्यो उयो जाने होला यस्तै सम्म नि होला यत्रो त छ त्यो बोट खुर्सानीमा अब त्यो 2 देखि 3 पटक काट्नुपर्छ भने त बुझ्नुभयो त होइन म सिकाउँछु उसलाई अब काटेको फुललाई काटेको फुलको थुङ्गालाई घाममा 5 देखि 6 दिन राम्रै सुकाउनु पर्छ त्यो काटेको थुङ्गा हुन्छ नि पाकिसकेपछि काटिके ल्याइसकेपछि 5-6 दिन चाहिँ सुकाउनु पर्यो क्या त्यो घाममा चाहिँ थुङ्गा सही सुकाउनु पर्यो क्या त्यो थुङ्गा सही सुकाउनु पर्यो सुकाएपछि अनि पछि
अनि दाना निकालेपछि त्यो दाना निकाल्नु त तपाईँको हातले पनि निकाल्न मिल्यो त्यो कुनै निकाल्ने मेसिन कति 5 घन्टा कि 5 दिन भन्नु हो 5-6 दिन 5-6 दिन एकदम चर्को हुन्छ साह्रो नाइ त्यो हुन्छ नि यस्तो तपाईँ फुल हुन्छ नि यो फुल छ नि यो फुल छ तपाईँको यो फुल त पछि हट्छ नि यो देख्नु भयो नि यो सबै झर्छ यो फुल यो फुल चाहिँ हट्छ यो फुल चाहिँ हट्छ त पाकिसकेपछि होइन अनि यो दानाको तपाईँको यो यति मात्र रहन्छ कि निकालिसकेपछि पहिला चाहिँ त्यो ऊ निकाल्यौ नि यो निकाल्यौँ 5-6 ढुङ्गा निकाल्यौँ 5-6 दिन सुकाउने त्यो दाना निकाल्ने दाना निकालिसकेपछि 3-4 दिन फेरि सुकाउनु पर्यो दाना 3-4 दिन सुकाएपछि बल्ल भण्डारा लास्टमा अनि त्यसपछि अब पेल्ने चाहिँ कसरी भन्दाखेरि पेल्ने प्रोसेस फेरि तपाईँको त्यो निकालेको सुकाउनु भयो नि ल्याइकन सिधै त्यो मेसिनमा हाल्ने होइन फेरि तपाईँको बुझ्नु होला फेरि भोलि तपाईँको दानासहित ल्याउनु होला त्यत्तिकै दानासहित हाल्यो भने तपाईँको यो मेसिनै बिग्रिन्छ त्यो दाना ल्याउनु भयो तपाईँको त्यो बाहिरको बोक्रा हुन्छ अहिले म देखाउँदा तपाईँको धान जाते जस्तो फेरि झार्दै भने त बोक्राको त्यो बिउको बाहिरको बिउ निकाल्नुपर्छ भित्रको मात्र पेल्ने हो फेरि त्यो झ्याउ लाग्यो जाँतो हुन्छ यस्तो यस्तो पेलेर जाँतो हुन्छ त्यो बोक्रा निकाल्न मिल्छ कि झ्याउलो रहेछ मिलमा पनि हुन्छ होला त्यो भुत्ला खानुपर्ने यो कस्तो खालको त्यो कुनै त्यो बोक्रा छुट्याउने र त्यो छुट्टै निकाल्ने त्यो पनि हुन्छ होइन तर त्यो मिल चाहिँ होइन यो कस्तो यो यो त तेल मात्रै पेल्ने बोक्रा छुट्याउने त होइन नि होइन होला सायद झ्याउलो रहेछ फिलिङ्गे चाहिँ फिलिङ्गे पनि छेउमा पनि त्यो भित्रको पनि बोक्रा निकाल्नु पर्छ त्यो दाना हेरौँ न ल्याउनु त्यो त हेर्नै पर्छ सुरुमेखी को यस्तो किसिमको छ हुइलो चाहिँ हतार नगरौँ यो सबैको आफ्नो काम छ होइन मेरो पनि त्यस्तै काम छ अब त्यो यो काम चाहिँ पुरा गर्नुको हुन्छ एकदम बेस्ट बुझिसक्यो भाइ मेहनत चिल्लो महँगो लाग्ने हो नि त महँगो चाहिँ मेहनत लाग्ने अब अगाडि बढ्यो टोली महँगो पर्छ नि उहाँलाई सोध्नु कति तपाईँको हाम्रो यो प्याकेटमा आउँछ नि त्यो त कुनै रिफाइन बढेको हुन्छ यो चाहिँ यो त तपाईँको आफै उत्पादन गरेर आफै निकाल्नु भयो भने प्योर एकदम प्योर रिफाइन भनिदियो सिद्धिको सूर्यमुखी भनिदियो त्यो माछाको तेलहरू मिसाइदिएर पठाइदिने त्यही भएर रिफाइन गरेको हुन्छ प्योर सूर्यमुखी चाहिँ आउँदैन होइन त्यो त महँगो हाम्रो कार्यक्रम यही हो अरू जिज्ञासा छ भने हजुरहरूले सोध्नु होला कार्यक्रम यति नै हो होइन अब यो चाहिँ गर्नु पर्यो मलाई चाहिँ यो दानालाई नै यो चाहिँ भित्रको दाना निकाल्ने चाहिँ कसरी निकाल्ने त साह्रो पनि हुँदो रहेछ भुइँमा टेको छ भुइँमा जाँतोमा पिसा पनि हुन्छ जाँतोमा पिसे हुँदैन सबै पेलिहाल्छ नि हाम्रो जाँतोले चाहिँ हुँदैन यसो गरे यसलाई सेकेको चारमा सेकेलो त्यही पनि एउटा यसो गरौँ तर उना पासेको यसो गरौँ ट्राई गरौँ न अहिले आत्तिनु पर्ने छैन यो यसमा चाहिँ तपाईँ ट्राई गरौँ त्यो निकाल्छ कि नै त्यो बोरा चाहिँ निकाल्छ कि नै निकालेन भने एउटा मिसिन उपलब्ध गराइदिन्छ यो पकाउने छोडाउने चाहिँ त्यो पनि हुनसक्छ प्रोसेस होइन बोक्रा सहित एकपल्ट ट्राई गर्नुपर्छ है ट्राई गरौँ होइन पहिला उत्पादन गरौँ है उत्पादन हुँदा पनि यहाँ एप्लिकेसन जुनसुकै चिज यहाँ सुन्नु होला सुन्नु जुनसुकै चिज चाहिँ जति छिटो गर्न खोज्यो नि त्यति बेफाइदा हुन्छ बुझ्नुभयो नि तपाईँको आफै उत्पादन गरेको तरकारी खानु र बेग्लै हुन्छ त्यो बजारको त्यो विषादी हालेको त्यो तरकारी खानु स्वाद कति छुट्टै बेग्लै हुन्छ त्यो बुझ्नु त त्यही भएर त्यही नै हो कि राम्रो हुने भयो तपाईँको त्यो तताइकन त्यही गर्ने भयो नि त त्यो हानिकारक पनि हुने हो कि नै जब अब सुकाउनु भयो आफ्नै प्रोसेसले गर्नुभयो भने त त्यो तताउनु पनि पऱ्यो नि त होइन त्यही प्रोसेस चाहिँ अगाडि बढ्नु पऱ्यो
त्यो हो। यो यस्तो पनि हुन्छ है तपाईँको यो एउटा कुरो है के रे यो तेल निकाल्यो नि पिना फेरि त्यो हाल्ने हो नि त होइन तपाईँको एकचोटि निकालेर एकचोटि हाल्न मिल्छ कति बजेपछि? हाल्न मिल्छ कुन तोरीको पनि त्यही गर्छन् त्यही त 4 चोटिसम्म हाल्छ हो हाल्छन् के तल त्यो चाहिँ मक्खी चुस्ने गर्छ त्यो कथा भन्छ अब एउटा अब बसी बिहान एकछिन विषादी त हालेको छैन होला मक्खी चुस्ने गर्ने काम हो त्यो अब एकचोटि बेच्यो दुई पटक सिस्टमै हो तर त्यसैलाई पेलेको पेले गर्छ कसै एउटा कथा छ के दुधमा झिँगा परेछ मक्खी भन्छ कि झिँगालाई कट्टै परेछ झिकेर प्याट्रै फालेछ झ्यापो गछ ट्याप आमामा यहाँ पनि दुध गछ ठ्याप टिपेर चुस्यो अरे के त्यसो मक्खी चुस भन्छ गरे त्यो मक्खी चुसको लागि चाहिँ त्यो 10 पटक हाल्छ तर 2 पटक हालेपछि हुन्छ के यो हँसाउने कुरा गरे है मैले तपाईँले भनेको ठिकै हो ठिक छ होइन यस्तो के एउटा कुरो भन्नु गाडीमा तेल के अरे त्यो फिलिङ्गे तेल्दाखेरि अब तोरी तेल्दाखेरि कम्तीमा 4 चोटिसम्म हाल्नु यो एकैचोटिमा त निस्किने रहेछ त्यसमा तपाईँको 2 चोटि भयो 3 चोटि भयो अनि मात्रै ओखर सुन्नुहुन्छ ओखर के पिना नि पिना यस्तो हेर्छ सुखा भइसकेपछि मात्रै ओखर थाहा पाउनु भएको ओखर त्यो तरिकाले यो ओखरको त तपाईँको तपाईँ 3 चोटि भन्नुभयो त्यसको 10-12 चोटि हाल्यो भने तेल निस्क्यो होइन यो हाम्रो मेसिनमा चाहिँ अब त्यो त यस्तो ओखरको यहाँ भटमास पेल्नु मिल्ने कि नमिल्ने भडमास मिल्दैन भन्ने मिल्दैन होइन तेल चाहिँ हुन्छ सूर्यमुखी सरसु तिल आयो तिनीहरू मिल्दैन रायो पनि हो रायो भयो भने भइगयो नि तोरी रायो साग अगाडि बढाऊ। हामी 10 त्यो समिति पछि गरौँ न कहिले हो त्यो गर्न कसरी पिस्छ तलतिर चाहिँ कसरी पिस्छ त्यो चाहिँ केजीको सय भयो अनि त्यसलाई फेरि अर्कोचोटि 2 चोटिसम्म त्यो सयमा दिने हलाकी होइन 2 चोटि त्यहाँदेखि अर्कोचोटि गयो भने फेरि अर्को 10 रुपियाँ थप्ने नभए त 10 चोटि भयो तेल भन्छ जान 1100 आउन 1100-2200 एकजनाको होइन अनि त्यसपछि सुत्नु पर्यो खान पर्यो कमीमा मासुमा खाँदा त्यता त धेरै छ 300 राख्ने होइन मैले भनेको तर उहाँको बुझाइले भनाइले चाहिँ अहिले के बुझ्यो भने त्यही भित्र 1500 नै भित्र सबै लजिङ पुलिस सबै हो भने चाहिँ त्यो अप एन्ड डाउन त्यही भित्र हो भने ठिकै हो जाँदा र पनि तपाईँलाई अरू बेला त अलिक कमै हुन्छ नि त सुन्नु न तपाईँले भनेको मैले नबुझेको होइन र त मैले हामीले बुझेको चाहिँ उहाँको जाने भाडा जाने भाडा 2000 आउने भाडा के अरे जाने भाडा 1100 आउने भाडा 1100 अनि के अरे खाने 300 सुत्ने एक उसको चाहिँ एउटा लज होला 1000 लाग्छ होला कुनै कुरा अनि फेरि त्यो माथि पनि 1500 वाला दिने हुन्छ बढी भयो भने हामीले भने है तपाईलेको बुझेको हामी त्यो बुझ्यौँ त्यसैकारण मैले चाहिँ के भने सुन्नु र त नि अनि मैले त के चाहिँ त्यसभित्र चाहिँ कुरा गरेको भने त्यसो हो भने त काठमाडौँमा एउटा मिसिन 4000 5000 के अरे त्यो यो उहाँले सम्पर्क गरेको मिसिन सस्तो पर्यो ल ठिक छ 20000 भयो अब 2 जना गएको छ एकजनालाई 800 एकजनालाई 1500 भनेको छ अनि पनि के मलाई बोल्नु दिनुहोस् न मलाई उहाँले सबै कुरा तपाईको गएको खर्च त तपाईको काममा गएको होइन नि त हाम्रो काममा गएको त्यो गएको भाडा लिने मायाले दिने होला आएको लिने सुते एन्ड डेनिस अनि हाम्रो यहाँ बुझा के भयो धन्यवाद हाम्रो मामाले प्रस्ताव दिनुभयो गाडी भाडा खाइपी त्यो माथि भत्ता भनेको चाहिँ त्यो माथि पनि 1500 दिने भनेर पनि मामा फेरि भन्नुहोस् त टिएडीएको फुल फर्म उहाँको बुझाइ चाहिँ हामीले त्यो बुझ्यौँ फेरि भन्नुहोस् न मैले उहाँलाई ट्राभलिङ एन्ड डेनिस तपाईहरु जाने धन्यवाद हाम्रो ट्रेनिङ सकिसकेको छ माइटिङ कहाँ छ अहिलेसम्म सम्पूर्ण भिडियोहरू ध्यानपूर्वक हेर्नु भएकोमा सबैलाई हार्दिक धन्यवाद फेरि अर्को भिडियोमा भेटौँला भन्दै अहिले बिदा चाहन्छु धन्यवाद नमस्कार फेरि भेटौँला बाई बाई Thanks for watching video. Subscribe me, like, comment and share.
get notification, click bell icon to all. See you next video. Okay, bye bye.